दर्शकबिन नमस्कार, म मिलन भारती। दर्शकबिन यति बेला हामी ऋषि परियारसँग छौँ। विश्व रेकर्ड राख्नको लागि मेची महाकाली उल्टो पैदल यात्रा सुरु गर्नुभएका ऋषि परियार यति बेला दाङमा आउनुभएको छ। मेची पुलदेखि सुरु गरेको यात्रा 42औं दिनमा दाङ आउनुभएका ऋषि परियार 4 दिनको दाङको यात्रापछि आज बाँके प्रस्थान गर्दै हुनुहुन्छ। यो दाङ जिल्ला उहाँको गृह जिल्ला पनि हो। उहाँको यहाँ आउन्जेलसम्मको अनुभूति र भोलि यहाँदेखि बाँके बढ्दै हुँदै महाकालीसम्म पुग्ने बेलाको कस्तो हुन्छ, उहाँलाई के हुन्छ, जटिलता र खुसीका कुराको बारेमा केही उहाँसँग कुराकानी गर्नेछौँ। मेरो चाहिँ 46 दिन भयो है त। 46 दिनमा दाङको यो भालु दाङमा आजसम्म कस्तो अब यस्तो सबैको चाहिँ साथ सहयोग माया पाएर चाहिँ यो यात्रा अगाडि बढिरहेछ। धेरै मान्छेहरूसँग भेटघाट भयो, धेरैसँग चाहिँ भेट गर्ने अवसर मिल्यो। धेरै ठाउँमा चाहिँ पहिलो यात्रा गरेर आफ्नै आँखाले चाहिँ धेरै ठाउँमा देख्ने अवसर मिल्यो। खुसी लाग्छ आफ्नै नेपाललाई खुसी लाग्छ। आज बाँके प्रस्थान गर्दै म भोलि बाँके आजको बासमा मेलियामा र भोलिको चाहिँ 1 घन्टा अथवा 1.5 घन्टाको हिँडाइपछि म चाहिँ बाँके प्रवेश गर्छु। कतिपय समयमा एडिट गरेर आइहाल्छ। अब नर्मल ठाउँमा होइन, सामान्य ठाउँमा त हाम्रो सुरक्षाकर्मीज्यूहरू कम्तीमा 2 जना मसँगै हुनुहुन्छ यात्रा गर्ने। अब त्यो ठाउँ भनेको अलिकति जोखिम ठाउँ हो। अब प्रचार प्रसार पनि भइसकेको छ धेरै ठाउँमा। अब त्यो ठाउँको सुरक्षाले आफै व्यवस्था गर्नु। अब यो कुरालाई चाहिँ मैले चाहिँ भनिरहनु पर्छ, आवश्यक छैन। त्यो कारणले गर्दाखेरि अब मैले यो कुरालाई धेरै चाहिँ अब ठुलो मानेको छैन। धेरै चाहिँ मेरै तर्फबाट मैले चाहिँ सुरक्षै मान्नु पर्छ होइन भनेर चाहिँ त्यसरी हेरेको छैन। मलाई चाहिँ अब अन्य नर्मल ठाउँमा भनौँ न, जस्तो तपाईँले देख्नु पहिलो पनि हाम्रो सुरक्षाकर्मी नर्मल ठाउँमा, सामान्य ठाउँमा त अब हाम्रो सुरक्षाकर्मी साथमै हुनुहुन्छ भने त्यो त डेन्जर ठाउँ हो। त्यो डेन्जर ठाउँमा त्यहाँको सुरक्षा निकायले पनि केही सोचेको होला। न्युजहरू पनि आइसकेको छ होइन। यसको लागि चाहिँ हाम्रो त्यहाँको सुरक्षाले नै आफै सोचेको होला। त्यही भन्छ। अनि आज बेलुकाको खानाको लागि भनेर थोरै सहयोग मेरो एकदम धेरै धेरै धन्यवाद छ। अब यो मेरो उल्टो पैदल यात्रालाई चाहिँ अब सबैले मन पराउनु भएको छ होइन। यो उल्टो पैदल यात्रा कसैले नगरेको हुनाले चाहिँ धेरै बाटो परेको छ। अब चाहिँ यो पूर्व पश्चिम राजमार्गको आसपासका धेरै आमा बुवा दाजुभाइ, अझ योभन्दा धेरै आमा बुवा दाजुभाइ दिदीबहिनीहरू चाहिँ पूर्व पश्चिम राजमार्गले त 22वटा जिल्ला मात्रै छोडेको छ। त्यही छेउछेउमा भ्यानु भयो। योभन्दा भित्र अरू जिल्लाहरूबाट पनि अब धेरैले मलाई फोन गर्नुहुन्छ। टिकटको लागि म बसिरहेको बेला चाहिँ काठमाडौँ आउनु पऱ्यो, बङ्गार आउनु पऱ्यो, नुवाकोट आउनु पऱ्यो भन्नुहुन्छ होइन। यो यात्रालाई धेरैले मन पराउनु भएको छ। म खुसी छु सबैको साथ सहयोग होइन हौसलाले गर्दाखेरि आज 46 दिनमा चाहिँ म यो दाङमा उल्टो पैदल यात्रा गरिरहेको छु। पूर्वदेखिको सहयोग चाहिँ यो पश्चिम आउँदासम्म पनि सहयोग मलाई सबै ठाउँबाट सहयोग भयो। सबैको साथ सहयोग माया हौसलाले गर्दाखेरि नै यहाँसम्म आएको छु। सबैप्रति म आभार प्रकट गर्न चाहन्छु। हाम्रो सुरक्षा निकायप्रति पनि हाम्रो चाहिँ आम सर्वसाधारण आमा बुवा दाजुभाइ दिदीबहिनी सबैले चाहिँ साथ सहयोग हौसला प्रस्तुत गर्नु भएको छ। धेरै धेरै आभारी छु। टिकटकमा सबैले धेरैले मन पराउनु भएको छ। अब टिकटकमा चाहिँ कुनै भिडियोहरू होइन, युट्युबमा दिएको भिडियोलाई क्लिप काटेर अलिकति मेरो चाहिँ मैले भन्न खोजेको कुरा भन्दा पनि अरू व्याख्या गरेको कुरालाई चाहिँ त्यहाँ काटिदिएर चाहिँ मेरो चाहिँ अलिक मलाई विवादमा ल्याउने खालको चाहिँ त्यो क्लिप हाकेर टिकटक आइरहेछ। यसको लागि म सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु। जे बोलिरहेको छु भने त्यही चाहिँ मात्रै टिकटक बनाउने साथीहरूले
धेरै धन्यवाद छ तपाईँलाई पनि। मेरो चाहिँ यो उल्टो पैदल यात्राको अनुभूति अनुभव र केही कुराहरू यो युट्युबमा चाहिँ युट्युब मार्फत सबै